धेरै मान्छेहरू यो सोच्छन् कि कुनै प्रडक्टलाई बेच्न त्यसको प्राइस र ब्रान्ड मात्र हो बट रियल सेल्स ह्यापन when you create the right offer. Hi, I'm Abhishek, a digital marketing consultant. म आज यो भिडियोमा तपाईहरूलाई ग्याजेट सपको लागि कस्तो खालको अफर्स बनाएर प्रमोट गर्ने भनेर मेरो माइन्ड म्यापमा देखाउने छु, जसको लागि मैले माइक्रोफोन प्रडक्ट एक्जाम्पलको रूपमा लिएको छु। सो सबैभन्दा इम्पोर्टेन्ट पार्टबाट स्टार्ट गरौँ, जुन हो कस्टमर अवतार। कस्टमर अवतार भन्ने बित्तिकै बिफोर सेलिङ यर प्रडक्ट अर सर्भिस फर्स्ट वी विल आस्क वान क्वेसन एन्ड द्याट इज हु एक्ज्याक्टली एम आई सेलिङ टु भनेर। कस्टमर अवतार त्यो जुन प्रडक्ट अर सर्भिस जुन मैले चुज गरेको यो माइक्रोफोन प्रडक्ट जुन म बेच्न आँटिरहेको छु, यसलाई किन्ने कस्टमर को होला त, त्यसलाई भनिन्छ कस्टमर अवतार। सो मेरो कस्टमर अवतारको नेम रहेको छ रोहन शर्मा। मेरो डेमोग्राफिक्समा हेर्नुहुन्छ भने ही इज 22 to 32 years old, जेन्डर मेल, लोकेसन अर्बन एन्ड सेमी अर्बन सिटिज लाइक काठमाडौँ, पोखरा एन्ड विराटनगर। एजुकेसन ब्याचलर डिग्री अर करेन्टली स्टडिङ। उसले पढेको जे पनि हुनसक्छ, लाइक मिडिया, आइटी, मार्केटिङ, बिजनेस अर ऊ सेल्फ थट क्रिएटर पनि हुनसक्छ। इन्कम लेभल इज 25,000 to 80,000 अ मन्थ। उसको इन्कम फ्रिल्यान्सर अर कहिलेकाहीँ पार्ट टाइम क्रिएटरबाट पनि हुनसक्छ। अकुपेसन, उसको प्रोफेसन जुन युट्युबर, इन्स्टाग्राम रिल क्रिएटर, टिकटकर, फ्रिल्यान्स भिडियो एडिटर, मार्केटर अर स्मल बिजनेस ओनर जो आफ्नो पर्सनल ब्रान्ड क्रिएटर पनि हुनसक्छ। नाउ लेट्स टक अबाउट द पेन पोइन्ट्स। पेन पोइन्ट्सलाई हामीले प्रब्लम्स भनेर पनि भन्न सकिन्छ। ब्याड अडियो रुन्स गुड भिडियोज। नराम्रो अडियोले राम्रो भिडियोलाई पनि असर गरिरहेको हुन्छ। ही इज कन्फ्युज टु मेनी ग्याजेट्स, टु मेनी अप्सन्स। डिफिकल्टी फाइन्डिङ अल क्रिएटर्स ग्याजेट्स इन वान प्लेस। सो च्यालेन्जेस, माथि हामीले पेन पोइन्ट्सलाई प्रब्लम भनेर हेऱ्यौँ। सो च्यालेन्जेस भनेको वाट स्टप हिम फ्रम सल्भिङ दोज प्रब्लम्स। उसलाई त्यो कुन प्रब्लमलाई सल्भ गर्नको लागि रोकिरहेको छ त। सो overwhelmed by too many products or option भयो and fake reviews. Fear of wasting money on the wrong gadget. Wrong gadgetमा पैसा खर्च हुन्छ भन्ने डर। And lack of local support or warranty services. Goals and aspirationमा उसको गोल्स भनेको युट्युब, इन्स्टाग्राम, टिकटकमा स्ट्रङ पर्सनल ब्रान्ड बिल्ड गर्ने हुनसक्छ। सो उसले ब्रान्ड डिल्स, स्पोन्सरसिप अर फ्रिल्यान्स क्लाइन्टसँग काम गर्ने पनि हुनसक्छ। सो टाइम सेभ गर्नको लागि इजी टु युज प्लग एन्ड प्ले ग्याजेट्सहरू, टाइप्स अफ ग्याजेट्सहरू पनि हुनसक्छ। बाइङ बिहेभियरमा उसले अब युट्युब एन्ड इन्स्टाग्राममा रिसर्च गर्न थाल्छ। सो उसले ग्याजेट किन्नुभन्दा अगाडि प्राइसहरू कम्पेयर गर्छ अनलाइन स्टोर्समा। उसले खोज्छ बन्डल्सहरू लाइक माइक, लाइट, ट्राइपडहरू जस्तो सबै एउटै ठाउँमा। सो प्रिफर कम्युनिकेसन च्यानल्स भनेको इन्स्टाग्राम, युट्युब, फेसबुक, वाट्सएप अर स्टोर इफ एभाइलेबल छ भने, जुन चाहिँ ग्याजेटहरूलाई हेर्न वा टेस्ट गर्नको लागि। सो की मेसेजेस रहेको छ अवतारलाई कन्भर्ट गर्ने। पर्फेक्ट ग्याजेट फर बिगिनर्स एन्ड ग्रोइङ कन्टेन्ट क्रिएटर्स एन्ड प्रोफेसनल क्वालिटी अन अ बजेट एन्ड युज बाई क्रिएटर्स, टेस्टेड एन्ड ट्रस्टेड। सो हाउ यु क्यान युज दिस अवतार इफेक्टिभलीमा सबैभन्दा इम्पोर्टेन्ट पार्ट भनेको वाट काइन्ड अफ प्रडक्ट्स टु सेल। यसको लागि क्रिएट बन्डल्स अफर लाइक स्टार्टर, क्रिएटर क्रिट भनेर पनि हामीले बेच्न सक्छौँ। सर्ट डेमो भिडियोजहरू लाइक क्वालिटी डिफ्रेन्समा पनि पोस्ट गर्न सक्छौँ। हामीले कुन चाहिँ माइक लिँदा राम्रो हुन्छ भनेर एजुकेट गर्ने कन्टेन्ट पनि दिन सक्छौँ। सो फाइनल कन्क्लुजनमा जहिले पनि हामीले अफर्सहरू क्रिएट गर्दा हामी डिस्काउन्ट, प्रडक्ट्स भनेर सोच्दैनौँ। हामीले पहिला सोच्नुपर्ने हुन्छ पिपल्सलाई। सो अब आउँछ अफर। अफरमा जुन हाम्रो मेन सोल्युसन भनेको जुन यो कोर प्रडक्ट हो, यसमा हामीले प्रिमियम क्रिएटर माइक्रोफोन भनेर यो तीनटा क्याटेगोरीमा वायरलेस, सर्टगन अर युएसबी क्रिएटरको बेसमा पनि दिन सक्छौँ। भ्यालु प्रपोजिसन भनेको एकदमै क्लियर हुनुपर्छ। जस्ट लाइक मैले यहाँ राखेको रेड्युस ब्याकग्राउन्ड नोइज अटोमेटिकल्ली एन्ड वर्क्स विथ फोन, क्यामेरा एन्ड ल्यापटप। सो बोनसेसमा
अडियो प्रिसेट एन्ड मिनी गाइड फर क्रिएटर्स भनेर पनि क्रिएट गर्न मिल्छ एन्ड केबल एन्ड सक माउन्ट इन्क्लुड गर्न मिल्यो। यो सबै कुराहरूले हाम्रो अफर्सलाई अझ स्ट्रङ बनाउँछ। सो प्राइस एन्ड पेमेन्ट टर्म्समा स्ट्यान्डर्ड प्राइस त भयो नै एन्ड क्रिएटर प्रोटेक्सन प्लान भनेर हामीले फ्री रिप्लेसमेन्ट अर 30 डेजको प्रायोरिटी सपोर्ट पनि दिन सकिन्छ। सो फाइनल्ली आउँछ अर्जेन्सी एन्ड स्कार्सिटी। यसमा ओन्ली 10 क्रिएटर्स ग्रेट माइक्स रिलिज विकली एन्ड नेक्स्ट ब्याच अराइभ्स आफ्टर 3-4 विक्स भनेर हामीले अर्जेन्सी एन्ड स्कार्सिटी क्रिएट गर्न मिल्छ। सो अब हेरौँ हामीले दिन सकिने मार्केटिङ स्ट्राटेजीलाई पनि। सो फर्स्टमा छ युनिक सेलिङ प्रपोजिसन युएसपी। मस्ट कम्पिटिटर्सहरू स्पेक्स डिस्काउन्ट्स ब्रान्ड नेम्स भनेर सेल गरिरहेको हुन्छ, बट हामी चाहिँ आउटकममा क्लियर एन्ड प्रोफेसनल भोइस, सपोर्टमा कन्सल्टेसन प्लस प्रिसेट्स, रिस्क रिमुभलमा जुन हामीले अगाडि क्रिएट गरेको क्रिएटर प्रोटेक्सन प्लान एन्ड स्कार्सिटीमा ओन्ली 10 युनिट्स विकली भनेर फोकस गर्छौँ। युएसपी पिलर्समा अडियो फर्स्ट पोजिसनिङ, क्यामेरा होइन अर क्रिएटर एजुकेसन इन्क्लुडेड, पोस्ट पर्चेस सपोर्ट, लिमिटेड एबिलिटीमा पनि फोकस गर्छौँ। सो टार्गेट अडियन्स रिक्यापमा यो अफर सबैको लागि होइन भनेर जो रिल्स युट्युब क्रिएटर्स जो बिगिनर लेभलपट्टिबाट इन्टरमिडिएट लेभलमा जानु खोज्नु भएको छ अर फ्रिल्यान्सर अर बजेट कन्सियस बट क्वालिटी फोकस क्रिएटर्सहरूको लागि मात्र भनेर मार्केटिङ गर्छौँ। सो हाम्रो मार्केटिङ च्यानल छ कोर सेल्स च्यानलमा इन्स्टाग्राम, वाट्सएप, युट्युब सर्च, ट्रस्ट बिल्ड गर्नलाई एन्ड रिटार्गेटिङको लागि फेसबुक एन्ड स्टोर इफ एभाइलेबल छ भने। हाम्रो कन्टेन्ट स्ट्राटेजीमा इन्स्टाग्राम एन्ड रिल कन्टेन्टको कन्टेन्ट पिलर भनेको प्रब्लम अवेरनेस, बिफोर भर्सेस आफ्टर अडियो, एजुकेसन, सोसल प्रुफ, स्कार्सिटी एन्ड अर्जेन्सी हुन्छ एन्ड स्टोरेज स्ट्राटेजी एन्ड युट्युब सर्च पनि। हाम्रो प्रमोसनल ट्याक्टिकमा कोर क्याम्पेनमा विकमा हामी ट्रिजर रिल, एजुकेसन रिल, लन्च अनाउन्समेन्ट एन्ड स्कार्सिटी स्टोरिजहरू हाल्छौँ। सो फाइनल्ली आउँछ मेजरमेन्ट एन्ड एनालाइटिक्स की पर्फर्मेन्स इन्डिकेटर्स, जसलाई हामी सर्ट फर्ममा केपिआई पनि भन्छौँ। यसमा अवेरनेस, इन्गेजमेन्ट, कन्भर्जन एन्ड ट्रस्टको की पर्फर्मेन्स इन्डिकेटर्स नम्बर्सहरूलाई ट्र्याक गर्छौँ। So this is my mind map for creating a strong microphone offer. When you understand the customer, selling भनेको it's about value rather than price or brand. If this helps, let me know in the comments and follow for more marketing advice.